পাহাড় জুড়ে ঐতিহ্য কৃষি সংস্কৃতির অন্যতম উৎসব আষাঢ় 15 পালিত হলো উৎসাহ উদ্দীপনার মধ্য দিয়ে। সেই ধারাবাহিকতায় কালিম্পং জেলার পরেংটার এলাকাতে স্থানীয় বাসিন্দাদের সক্রিয় অংশগ্রহণে দিনটি হয়ে ওঠে আনন্দ মিলন মেলার উৎসব। উৎসবে অংশগ্রহণ করলে একসঙ্গে ধান রোপণ করেন, গেয়ে ওঠেন ঐতিহ্যবাহী আষাঢ়ে গান এবং নাচ গানের মাধ্যমে কৃষি নির্ভর লোক উৎসবকে প্রাণবন্ত করে তোলে। কাদামাখা মাঠে আনন্দ উচ্ছ্বাসে মেতে ওঠেন নারী, পুরুষ, যুবক যুবতীরা সকলেই। नमस्ते, म रोशन राई, परेङटा नौलो मङ्गो वेलफेयर सोसाइटीका प्रेसिडेन्ट। र आज यो महोत्सव पर्व असार 15 को सबैलाई शुभकामना भन्दै र आज हामीले 2021 देखि परेङटारमा यो असार 15 पर्व मनाइरहेको छौँ। र यो भेकमा पहिलोचोटि हामीले एउटा कम्युनिटीलाई लिएर, डल्लै कम्युनिटीलाई लिएर हाम्रो गाउँ क्षेत्र, हाम्रो वरिपरिका समाजहरूसँग हामी मिलेर यो फेस्टिभल मनाउने गर्छौँ। र यो फेस्टिभल हामीले हाम्रो पुरानो पुर्खाहरूले गर्दै आएको एउटा असार 15 फेस्टिभल, जुन चाहिँ दही चिउरा खाइने फेस्टिभल हो। र यसलाई चाहिँ हामीले विशेष किन यसलाई गर्दैछौँ भन्दा चाहिँ यो चाहिँ हाम्रो पुर्खाहरूको यादगार, पुर्खाहरूको त्यो यादलाई फेरि पनि एकपल्ट हामीले बरकरार राख्नको लागि हो। यो हाम्रो मेन उद्देश्य चाहिँ त्यो हो। र आज हामीले जुन चाहिँ असार 15 यो फेस्टिभल मनाइरहेको छौँ, हामीले 2021 मा सानोदेखि स्टार्ट गरेको थियौँ। आज यो धेरै ठुलो भएर गएको छ र एभ्री इयर हाम्रो नर्थ इस्ट र बेङ्गलोर, दिल्ली, मुम्बई, कलकत्ता, अन्य स्टेटहरूबाट गेस्टहरू यसरी आएर यहाँनिर उत्सव मनाउने गर्छन् है। र उहाँहरूले चाहिँ हामीलाई हौसला पनि दिने गर्छ र उहाँहरूले सपोर्ट पनि गर्छ हामीलाई। र यसपालि एभ्री इयर हामीलाई नयाँ नयाँ अर्गनाइजेसनहरूसँग हामी जोड्ने गर्छौँ। यसपालि हाम्रो बेङ्गलोरबाट एउटा टिम आएको छ, लोकल नेरेटिभ्स। एउटा उनीहरू कलेजको स्टुडेन्टहरू यहाँनिर एक्सप्लोर गर्न 5 दिनको एउटा असार 15 साथै यो गाउँमा एउटा भिलेजलाई कसरी जिरहेको छ त्यसलाई बुझ्नको निम्ति उनीहरू अध्ययन गर्नको निम्ति आएको छ। र यसरी नै अन्य अर्गनाइजेसन जस्तै डिएलआर प्रेरणा दार्जिलिङबाट जो एभ्री इयर हामीसँग जोडिएको हुन्छ र उहाँहरूले हामीलाई यो परेङटारमा ग्रिन परेङटार, क्लिन परेङटार बनाउनको निम्ति धेरै उहाँहरूले सहायता गरिराख्नु भएको छ। र यहाँका लोकल अर्गनाइजेसनहरू धेरै छन्, जलढका रनर्स, अन्य समाजहरू र सबै जोडेर हामीले यो फेस्टिभललाई एकदमै भव्य रूपमा मनाउने गर्छौँ। र यो फेस्टिभल आज हामीले जसरी असार 15 को दिनमा हामीले यो फेस्टिभललाई जसरी धान खेतमा रोपेपछि यसको फलोअप चाहिँ हामी फेरि डिसेम्बरमा हार्भेस्ट फेस्टिभल गर्ने गर्छौँ। त्यो चाहिँ हो खोलेदाई फेस्टिभल। त्यो चाहिँ 3 दिनको फेस्टिभल हुने गर्छ डिसेम्बरमा। र त्यो फेस्टिभल चाहिँ हामीले एउटा हाम्रो यहाँको लोकल रिजन यानी कि हाम्रो क्षेत्रहरूलाई हामीले कसरी टुरिज्ममा अगाडि बढाउने अनि हाम्रो यहाँका युवा भाइ बहिनीहरू कसरी एउटा त्यसमा सस्टेनेबल टुरिज्मलाई बुझ्ने, भिलेज टुरिज्मलाई बुझ्ने भन्ने विषयहरूमा र धेरैवटा हामीले वर्कसपहरू राख्ने गर्छौँ। हाम्रो ट्रेडिसन, हाम्रो कल्चरलाई हामीले कसरी प्रिजर्भ गर्ने, खोलेदाई फेस्टिभलको मेन उद्देश्य भनेको नै हाम्रो यहाँको हाम्रो कल्चर, हाम्रो ट्रेडिसनलाई हामीले प्रिजर्भ गर्नु हो। र हाम्रो भिजन भनेको चाहिँ आउने दिनहरूमा हामी हाम्रो कल्चरलाई अझै सबै जग्गा
देखाएर हामी अझै हाम्रो ट्रेडिसन हाम्रो कल्चरको चाहिँ एकदमै धनी हौँ भन्ने हामीले एउटा प्रुफ पनि गर्ने एउटा हाम्रो भिजन हो है। र यति भन्दै तपाईँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु जति पनि भ्युअर्सहरू हुनुहुन्छ र तपाईँहरूले पनि साथ अनि सपोर्ट दिनुहोस्। हामी निश्चय पनि अझै असल असल यस्तो फेस्टिभलहरू धेरै सबै गाउँ ठाउँहरूमा यसरी गर्दै जाने र सबैलाई म यही सुझाव गर्न चाहन्छु। हाम्रो जातीय हाम्रो ट्रेडिसन हाम्रो कल्चरको लागि हामी सबै आफ्नो आफ्नो गाउँ ठाउँहरूमा हामी अवेर भएर हामीले यस्तै फेस्टिभल या त कुनै पर्वहरूमा हामीले यसलाई बचाउने प्रयास गरौँ। धन्यवाद। नमस्ते, म रोशन राई, परेङटार नौलो मङ्गो वेलफेयर सोसाइटीका प्रेसिडेन्ट। र आज यो महोत्सव पर्व असार 15 को सबैलाई शुभकामना।